नेपाल कलाभूषण चन्द्रनाथ शर्माको थियो भने गायन स्वर सम्राट नारायण गोपाल, तारादेवी, गणेश ऋषि, कमला श्रेष्ठ, मणिक रत्न, इन्द्रनारायण मानन्धर, कमल छेत्री, नवीन किशोर राई, भुवनचन्द्र थापा हुनुहुन्थ्यो। अनि बादलमा चाहिँ विश्वनाथ कार्की, प्रेमदेव गिरी, कृष्ण परियार, धीर्जलाल कुलु अनि निक्षेमान डङ्गोल, अर्जुन श्रेष्ठ, रामचरण नेपाली, लालबहादुरको थियो भने पहिलोपटक अभिनय गर्ने संस्थानका कलाकारहरू मैले अगाडि पनि भनेको थिएँ। विमला श्रेष्ठ मुनाको भूमिकामा, कोकिल गुरुङ हुनुहुन्थ्यो मदनको भूमिकामा। अनि यसै गरी श्याम प्रजापति, वसुन्धरा भूषाल, कृष्ण प्रधान, सुभद्रा अधिकारी, पुष्पलता तिखत्री, नारायण कृष्ण श्रेष्ठ, सरिता श्रेष्ठ, आशा राजपूत, टेकराज भारती, वेदकुमार, रामबहादुर, अर्जुन गुरुङ, गोपाल बस्नेत, भरतराज, दिलबहादुर र बाल कलाकारमा मोहन गुरुङ र कुमारी शान्ता हुनुहुन्थ्यो भने आभूषण तथा मेकअप डिजाइनरमा कृष्ण रत्न कंसाका र प्राविधिकमा त्यति बेला शिवप्रसाद, श्याम मानन्दर, जगत बहादुर हुनुहुन्थ्यो। एकपल्ट जोरदार ताली बजाइदिनुहोस् ती संस्थापकहरूको लागि सबैजनाले, जसले गर्दा आज साँच्चीकै गीति नाटक मुना मदनले 50 वर्ष मनाउन पाएको छ। यो एउटा ऐतिहासिक यसले पृष्ठभूमि बोकेको छ र भर्खरै मात्रै भएको यो हालको गीति नाटकमा चाहिँ जसले भूमिका चरित्र निर्वाह गर्नुभयो सांस्कृतिक संस्थानका कलाकारहरू हुनुहुन्छ। म यति बेला स्टेजमा आमन्त्रण गर्न चाहन्छु हालको निर्देशन गर्ने माया थापाज्यू, जो आमाको भूमिकामा हुनुहुन्थ्यो। कृपया उहाँको लागि जोरदार ताली बजाइदिनु होला। यसै गरी पात्रको विशेष भूमिकामा म सबैलाई आइदिनुको लागि अनुरोध गर्न चाहन्छु। मुनाको भूमिकामा सुशीला थापाज्यू हुनुहुन्थ्यो। कृपया सुशीला थापाज्यूलाई पनि हामी स्टेजमा आमन्त्रण गर्छौँ। अनि मदनको भूमिकामा विपिन घिमिरे हुनुहुन्थ्यो। अनि यसै गरी मदनका साथीहरूको भूमिकामा हुनुहुन्थ्यो रोहित सुवेदी, नरेश प्रजापति, रामभजन कामत र शेखर घरती मगर हुनुहुन्थ्यो। यसै गरी आमाको भूमिकामा माया थापा, जो निर्देशनको भूमिकै उहाँको थियो। अनि दिदीको भूमिकामा रेखा कुमारी कटुवाल श्रेष्ठज्यू हुनुहुन्थ्यो भने नैनीको भूमिकामा गीता थापाज्यू अत्यन्तै कुशल अभिनय गर्ने रङ्गमञ्चकी कलाकार हाम्रो संस्थानको चाहिँ नृत्य विधायक हुनुहुन्छ। अनि भोटेको भूमिकामा दिपेन्द्र बज्राचार्य हुनुहुन्थ्यो। भोटेको साथीको भूमिकामा अकल बहादुर पाक्रिन हुनुहुन्थ्यो। अनि भोटेको छोराको भूमिकामा अमनदर्शी बज्राचार्य, छोरीको भूमिकामा शैलिना श्रेष्ठजी हुनुहुन्थ्यो। अनि यसै गरी प्रविधिमा साथीहरू, धेरै साथीहरू हुनुहुन्छ। हाम्रो अनुपम शर्मा, मनोज केसी, दीपक पौडेल, ओमप्रकाश बानिया, भरत सारू, प्रकाश मगर, प्रकाश रामजालीदेखि लिएर नारायणी पाण्डे, सीता केसी, चक्र पाण्डे, मनिष कार्की, सबैलाई चाहिँ हामी धेरै धन्यवाद दिन चाहन्छौँ। विशेष गरेर आज साँच्चीकै संस्थानले यो 50 वर्ष गीति नाटक मुना मदन महाकवि लक्ष्मी प्रसाद देवकोटाको गीति नाटक मुनामा एकपटक तपाईँहरूले फ्रेममा फोटो लिदिनु होला, फोटोग्राफरज्यूले। 50 वर्ष पुगेको छ यो ऐतिहासिक गीति नाटक मुना मदन। धेरै धेरै धन्यवाद। र यो स्वर्ण यति बेला वास्तवमै भन्ने हो भने जसरी चाहिँ सुरु गर्नुभएको थियो त्यति बेला 2032 साल असार 5 गते वार्षिकोत्सवको अवसरमा यो एउटा स्वर्ण उत्सव हो आज। र यो स्वर्ण उत्सव गीति नाटकको लागि सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै एकपल्ट